यही खोलाको व्यवस्थित गर्न निम्ति अब यो खोलालाई व्यवस्थित गरेन भने मेन्टेनेन्स दिँदैन, कहीँबाट झापाले पाउँदैन। अनि यहाँको जनताको माग के छ भने हामीलाई उचित ड्याम बनाइदिनु, निकाल अनि मात्रै मिसिन हाल्न दिन्छु भने मिसिन हाल्न दिँदैन। यो पुल महाशाखामा मैले फाइल उहिले पुऱ्याएको, पुल महाशाखामा 2 वर्ष अगाडि। हजुर, अर्जुन थापा सर डिजी हुँदा पुऱ्याएको, त्यसपछि रामहरि पोखरेल सर हुँदा पनि पुगे। यस्तो राखेर गइहाल्छ त सबै ब्लक यो सबै छिकिदिएर सबै कन्सन्ट्रेसन पुग्यो यहाँ भएको अनि यहाँलाई लिएर यो जति त्यताबाट पनि पानी पास हुनु पर्छ कि पहिले। झापाको जति पनि निर्माण कार्यहरू छ नि हजुर, मेटेरियल्स यहाँबाट गर्छ, बिरिङ ताङटिङ नेते सबैभन्दा ठुलो प्रोजेक्ट। यसलाई चाहिँ हामीले ड्याम विथ इरिगेसन भनेर जिपिआर बनाएको थियौँ। ड्याम र ठाउँ ठाउँमा कटो वाल भयो भने चाहिँ मान्छेको खेत पनि नबगाउने र यो बाढीले जोखिम पनि नगर्ने। यो तपाईँ बिरिङ नदी पनि खुदुनाबारी सञ्चेर सडक पर्यो हो। इलाम जोडिन ठ्याक्कै इलाम त 1 घन्टा छिटो हुन्छ। इलाम भन्ने बाइपास भने यही यही हो। हो पहिला अफिसरले पुरेको बाटो त्यो माथि पनि एउटा पुग्यो माथि अर्को जोडिँदै बेलासेको माइखोला अहिले त यताबाट अब यसको बारेमा डिटेल्स भन्छु। यो 2064 सालमा बनिएको यो भेन्टे कस्बे इन्डियन एम्बेसीले दिएको झापाले बिल्डर्सले बनाएको। तर यसको आयु चाहिँ 10 वर्ष मात्रै। 2064 साल उनले 10 वर्षभन्दा हुँदैन है यो पुल चलाउनु हुँदैन भनेर 2014। अनि हामीले चाहिँ त्यतिखेरदेखि पहल गरे। अब अर्जुन थापा सर डिजी हुँदादेखि पहल गरेको, पुल महाशाखा पुऱ्याएको। त्यसपछि रामहरि शर्मा आउनुभयो, उहाँकोमा पनि गए 4 चोटि होइन। यो कति हामीले लिस्टिङ गरिसक्यौँ यसपालि यो त हजुरको कति आवश्यक हो भने अब ठ्याक्कै तारले जुन 5 तर सबै अब यो त सबै हामी 2 महिना उता बाटो पट्टिको बाटो यही हो आएर हामीले चढाइसकेका हामीले 3500 रुपियाँ यसलाई स्वीकार अनि अर्को एउटा हजुरलाई अर्को पनि अनुरोध गरेँ, हामीले यही खोलाको व्यवस्थित गर्न निम्ति अब यो खोलालाई व्यवस्थित गरेन भने मेन्टेनेन्स दिँदैन, कहीँबाट झापाले पाउँदैन। अनि यहाँको जनताको माग के छ भने हामीलाई उचित ड्याम बनाइदिनु, निकाल अनि मात्रै मिसिन हाल्न दिन्छु भने मिसिन हाल्न दिँदैन। अनि हजुरको यहाँनिर चाहिँ मैले ड्याम विथ इरिगेसन भन्ने एउटा चाहिँ डिपिआर गरेको छु, छैन। अनि यो चाहिँ हजुरको सखुवागाछीमा कफर ड्याम, अनि त्यसपछि कटुवाल ठाउँ ठाउँमा अब हामी दौडिहाल्नु आज धेरै